हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। यहाँलाई स्वागत छ मेरो अर्को भिडियोमा। आज पनि म फेरि पनि अर्को भिडियो लिएर आइसकेको छु साथीहरु। आज चाहिँ म कहाँ जाँदैछु भनेर हजुरहरूले थम्बनेल र टाइटलदेखि त थाहा पाइसक्नु भयो। आज चाहिँ म जाँदैछु वनतिर। वनतिर के गर्न जाँदैछु त साथीहरु भन्दाखेरि आज चाहिँ म यसो खोलातिर न्युरो पाउँछ कि भनेर जान लाग्यो। न्युरो सिम्लिका नै के पाउँछ त्यही खोजेर ल्याउने छु साथीहरु। पाउने चाहिँ हो कि हैन है, भेटाउँदैन। मान्छेहरु कति गएर खोजिसकेको छ नि त, त्यही पनि गएर ल्याउँछु भनी सोचेछु साथीहरु। हेरम पाउँछु कि पाउँदैन, कति ल्याउँछु, कति लिएर आउँछ हैन, कति भेट्छ म भरि देखाउने नै छु हजुरहरुलाई। अनि अब त्यही हो, त्यही न्युरोहरु अनि सिम्लिकानाहरु पाएन भने चाहिँ हामी घाँस काटेर लिएर आउँछौं साथीहरु। हामी चाहिँ जाँदैछौँ, म भाउजू अनि माथि हामी तीनजना भएर जाँदैछौँ। त्यही हो, भिडियो चाहिँ हेर्दै गर्नु होला, फुल वाच गरिदिनु होला अनि लाइक पनि गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त साथीहरु। अब चाहिँ म गएको ल, हेर्दै गर्नु होला भिडियो चाहिँ। आजको मेरो भिडियो रुगा लगाएको छ साथीहरु, त्यस्तैको रुगा लाएर मर्नु भएको छ। क्यार्नु रुगा पनि कति सक्छ होइन, क्यार्नु हो। जब यो बाटो जान्छ गएको ल। यता अर्का घाँस काटेर आइसक्यो, हामी बल्ल जाँदैछौँ। यही बाटो हो जाने साथीहरु। धुलो धुलो कति हो, छ्या यस्तो धुलो। A few moments later. यो चाहिँ हाम्रो गाउँको पानीको मुहान, पम्प हाउस। मुहान त उता छ, यो पम्प हाउस। म चाहिँ यता हिँड्दैछु साथीहरु, पम्प हाउस। हिँड्दै थाकिसक्यो। यस्तो छ है साथीहरु वन चाहिँ। यता खोल्छाहरु हिजो हामी यतै घाँस काटेर गएको। मान्छेहरुले पुरै टिपिसकेको थियो। आज हामी जाँदैछौँ, म अगाडि भाउजूहरू हिँड्दै। म चाहिँ पछाडि छु। हिँड्दा थाकिसक्यो। निगुरो चाहिँ पाउला जस्तो छैन। यस्तो जङ्गल छ गाइज। हिँड्दैछु साथीहरु वनमा। अब यो चाहिँ हो खोज्दै हिँड्ने। घाँस लपक्कै छ। बनकेराको रुख राम्रै छ बनकेरा। बनकेरा घरि हालेर रहेछ केरा त। केराकै घरि हालेर रहेछ कि केरा घरि हालेको रहेछ। छ यस्तो छ साथीहरु वन। केरा छ यता त। न्युरो यता त झन् बगैँचै रहेछ त केराको। हजुर
खोला आइपुग्यो खोला जेर्दी खोला आइपुग्यो जेर्दी खोला आइपुग्यो जेर्दी खोला गाइसहरु त छ बाटो पाइन क्या हो जुगाले खाइसक्यो साथीहरु फेरि छैन न्युरो लिहो साथीहरु न्युरो यतन रहेछ न्युरो त न्युरो न्युरो हो त घाँटी टिप्दैछन् त्यही हो साथीहरु न्युरो असँग टिपेर त्यो पसिना भयो न्युरो टिप्दै यही हो साथीहरु न्युरो पाएन न्युरो सिउरो सबै अरूले टिपेर लैसक्यो के त न्युरो पाउनु गाइस खोजेको पाएन हराम हुन्छ कि नदेखाउ न्युरो गाइस यता नि रहेछ गाइस यहाँ रहेछ न्युरो यहाँ न्युरो चिने होइन र न्युरो देखाइदिनु पर्यो गाइजहरूलाई यस्तो हुन्छ वनको डन्ठे न्युरो ए यो न्युरोकै बुट्टा हो कि के हो हेर्नु पर्यो फेरि न्युरो भनेर अर्कै अब भाँचियो भाइ यो कति राम्रो थियो भाँची गयो हो ल न्युरो कता लुकेर बसेछौ न्युरो कता लुकेर बसेछौ रे भाइ न्युरो यही हो न्युरो यहाँ हालेछु मैले चाहिँ न्युरो कति ठुलो झोलामा ए कति नै मजाले पार टिपेर जाम्ला भनेर आएको थियो क्या हामीले भन्दा पहिले अरूले टिपिसक्दैछ नि त फेरि यस्तो टिप्ने हामी रहर लाएर आएको रहरको फल पुग्यो अब त्यही हो रहर लाएर आएको फर्स्ट टाइम होला यसरी वनमा न्युरो खोजेको नि होइन घारी रहेछ क्या कस्तो घारी छ साथीहरु यस्तरी यहाँ यस्तो चाहिँ ट्याप टिप्ने न्युरो हो यता नि रहेछ नि त कुनामा यहाँ नि रहेछ यस्तो त खोइ टिप्ने कि नटिप्ने भयो यस्तो जाब नि त सबै हिजो मान्छेहरू आफै टिपेर लैसकेछ क्या मेरो फोन हल्लेको गरे गाइज ए बाटो त छ कि छैन हो कता कता हो रुगाले फेरि क्यानु र नि बरे मर्नु नै बनाएको छ नि फेरि एउटा थोक त्यस्तो भयो अर्को के भन्छ न्युरो भनिरहेछ साथी यस्तो झरेर हुन्छ कि अब यस्तो गर्ने यहाँ नि यहाँनिर रहेछन् यस्तो जाति चिप्ली यसलाई भन्छ डन्ठे न्युरो
यो साथी बन अरू त टिप्दैछ म चाहिँ यहाँ थाक्यो न्युरो नपाएर बिजोक होइन खाएको हो खाना त अघि पनि अब के अन्त न्युरो पाएन अब त्यही पानी खाँदै बस्ने हो बाटो नि छोटो भए पो यति लामो बाटो न्युरो नि हेर्नु पर्यो नि भुसुना आएर जुवाले खाइसक्यो पसिना भयो यहाँ पनि लुकेर बसेर रहेछ न्युरो त साथीहरू किन लुकेको होला यसरी मैले टिप्दिन्छ भनेर लुके हामी त्यताबाट आएको यस्तो बाटो गाह्रो छ नि हो है कतिको दुःख भयो आमा कुरै नगरिस यस्तो हो नि त टिप्ने कति ठुलो यो यसलाई भन्छ डन्ठे न्युरो भाउजू कहाँ पुग्यो ठेगानै छैन भाउजू कहाँ पुग्यो हामी यतै छौँ बस साथीहरू अलि पछि कति टिप्छौँ देखाउँछु ल भिडियो चाहिँ हेर्दै गर्नु होला त्यही हो न्युरोको बुट्टै देखेन हौ न्युरोको बुट्टा देखेछ जिरे न्युरो मात्रै छ कस्तो भन्छ जिरे न्युरो घाँसबाट टन्नै रहेछ खुबै जिरे न्युरो छ साथीहरू यता रहेछ एउटा न्युरो यो पनि न्युरै होइन र होइन आएर भाउजूले छोड्दै गयो रहेछ र फेरि ए त्यो नदेखेको नि यिनीहरू त होइन है यो त ऊ होइन र होइन त नि त्यो त मैले पनि चिनेछु हो यही हो पुरा लाग्दै ठाउँमा आइपुग्यो सिस्नो रहेछ यहाँ त सिस्नो गाइज यता छन् कोही टन्नै टिपेछन् आफू त यति हो टिपेको अल्छामा गाइजहरू पछि छ म अघि गाइजहरू पछि छन् अब यहाँबाट तल झर्ने हो खोलातिर तल होइन र हिँड भन्छ त फेरि म त खोलातिर झरेँ साथीहरू ए खोला जान्छु भने नि आँट रहेनछ म जाने म सक्नु जस्तो छाट रहेनछ भनेको यस्तो देखेर म डराएँ खाल्टो देखेर म फर्केर जान्छु उताबाट म यहाँबाट सक्दिनँ साथीहरू म यस्तो भिड भनेपछि मलाई डर लाग्छ रहर लाएर रहरको खर पुर्याउन आएको पहिलोचोटि के भन्छ अरे न्युरो खोज्न
पहिले नै आएको थिएन, आज आएको। जिन्दगानी यस्तै छ। गाउँले परियो साथीहरू, गाउँले आफू त। यता बाटो यस्तो रहेछ साथीहरू, म चाहिँ त्यस्तो त्यत्रो झर्नै नसक्छ रहेछ, त्यहाँ म त फर्केर आएको। यस्तो डर लाग्छ। यता ठिकै रहेछ नि भित्रभित्र, होइन यस्तो त भित्रभित्र आयो। भित्रभित्र जाने बाटो त रहेछ। अब देखाउँछु यतातिर जाँदैछन्, म पनि त्यस्तो बाटो खोज्दै गएको रहेछन्। न्युरो छैन भनेको त यहाँ रहेछ मजाको न्युरो। यहाँ पनि रहेछ नि साथी। ओह बाच्यो रुम्की हाँसौँ। न्युरै भाँचियो। मसिनो माछा छ। कति धेरै हो भाइ मसिनो माछाहरू। यस्तोमै हो क्या है, झिँगे माछा ऊ माछा पाउनु त। यस्तो मान्छेहरू माछा मार्छ कि मऱ्यो फेरि मारेको। त्यस्तै रहेछ हे जिन्दगानी। यो बाटो यस्तो म त सक्दिनँ कि यस्तो बाटो त। होला नि जानु त नभए यो डरै जाने। बाटो यस्तो छ, म कसरी जाऊँ। यहाँ चाहिँ यस्तो ठुलो बुट्टा ढलेर छ, अनि हामी चाहिँ यो तल बसेर जान्छ। अनि यस्तो ढुङ्गा राख्ने चलन छ नि त पहिला क्या, त्यही यस्तो राख्दैछन् साथीहरू। अब चाहिँ योबाट यस्तो छिरेर जान्छु ल। दुईजना हो पुग्छ, म हिँड्छु। निलो फुले घाँस हो साथीहरू, निलो फुल चाहिँ घाँस। भाउजूहरू अघि जाँदैछ, म पछि पछि हिँड्दैछु। पानी हेर्नुहोस् न, पानी यस्तो मजाले पानी छ खोला। माछा मार्छन् कि यतातिर नि मान्छेहरूले। पानी कति मजाले। ओहो म चिप्रेला जस्तो भइसक्यो। खोला रहेछ, यहाँ पौडी खेलेर जानु पर्ला जस्तो छ। साथीहरू बाटो चाहिँ यस्तै छ, क्यानु हिँड्दै ठिक्क छु म चाहिँ। बाटो हालत त्यस्तै छ, के गर्नु। भिडियो बनाउनु कहाँ सजिलो छ साथीहरू। गिदाउँदै हिँड्दैछ। बल्ल फर्केर हेऱ्यो। यता बरु माछा होला बरु। होइन माछा अघि हो, मासु त थियो बरु। उता भिजाउँदै हिँड्यो, अब भिज्यो त भिज्यो।
आइपुग्यो भने थाहा छैन। आइपुग्यो भन्ने कुरा थाहा छैन। बिजोग भयो बिजोग उँधो नदेखिँदो रहेछ त सबै घारी घारी छ घारी जरा खाली ए घाँटीमा जुगा छ यस्तो घाँटीमा जुगा ओगाको होला खोलामा फाल्दै झन् त देखिन्छौ तिमीले कतिबार जाने त बाटो छिरेर आएको हामी है मान्नै परेगा जिन्दगी पाउनु दुःख पाइयो कता पर्सेछ टोकेछ अगाडि बाटो बनाउने मान्छे हामी पछि पछि बाटो पनि गर्नु चाहिँ मन अलिअलि त छिर्नु त बनाएनै हुन्छ नबनाउनु छिर्दै हिँड्नु त्यस्तो बाटो मर्यो आज यतै बास हुन्छ कि आँखै यस्तो बाटो आज त त्यसरी थाहा मर्यो त्यस्तो बाटो नि कसरी जाने हो कोही पछाडि कोही हुँदैछ यो खेत रहेछ पहिलाको है खेत त खेतै रहेछ भएर के गर्नु टाउकोमा लाग्यो यस्तो बिजक पारा बुल्दी खोला आएको बुल्दी खोला त होला यो निउरो गाडी बल्ल आइपुग्यो कति पछि निउरो टिप्न आएको र निउरोको बगैँचा सब अरूले टिपेर गइसक्यो हामी त हेरेको हेरै भयो छैन गाई छैन त्यही हो जिन्दगी झ्याउै लागिसक्यो कति धेरै टिपाउँला भनेर सोचेर आएको थिएँ लास्टमा यति टिप्यो हो क्या एक झोला पनि टिप्न सकिएन साथीहरू यस्तै हो आजको निउरो टिपाइ वन चाहिँ मजाले डुल्यो आज ढुङ्गा माटो पानी सबै खेलाइयो कता गयो हामी त आइपुग्यो माथि छोडेर गइदिउँ ल हामीले साथीहरू यति नै हो भिडियो चाहिँ ल साथीहरू त्यस्तै हो अब निउरो त कति नै टिपियो र धेरै टिपेन दुःख चाहिँ मस्त पाइयो पुरा नगरौँ होला छ कि भनेर हेर्न मन नआउनु कि फेरि निउरो टिप्न साह्रै आउनु मन नलागेको होइन साथीहरू क्यानो बरे निउरो त सबले टिपेर लगिसकेछ हामी चाहिँ हेरेको हेरे भयो यस्तै हो साथीहरू क्यानु भएन गाह्रो छ नि हौ नन्ठी निउरो खोज्न आएको पाइएन त्यो निउरो चाहिँ झोलामा टिपेछु अब उता फेरि भाउजू टिपेकोमा त्यहाँ खनाउने यो चाहिँ त्यो साथीहरू मैले त थोरै टिपेछु दुःखमा चाहिँ पाएर जुगाले त्यस्तै खाछ भन्नु पर्दैन हैन जुगा चाहिँ मस्त आयो खोलातिर नि त्यो साथीहरू के हुनु हैन त्यही हो वन
हरियाली जताततै घाँस चाहिँ यस्तो मजाले रहेछ त्यो टाढा भएर होला घाँस चाहिँ भएको निहुरो चाहिँ सब टिपेर लैसकेको नि त्यो भुसुना नि कति आएको आहामा यस्तो छ साथीहरू छैन साथी छैन निहुरो नै छैन खोइ त यहाँ रहेछ औटा औरा टिपे छ यहाँ रहेछ औटा यो साथी यो डन्ठी निहुरो भनेको चाहिँ यो डाँठ ठुल्ठुलो हुन्छ नि त त्यही भएर यसलाई हामीले डन्ठी निहुरो भन्छ त्यही हो A few moments later. फर्कियो साथीहरू अब हामी साथीहरू हामीले खोजेको निहुरो चाहिँ यति नै हो डन्ठी निहुरो हामीले खोजेर ल्याएको साथीहरू अब चाहिँ हामी घरतिर फर्क्यौँ यति जेलसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद त्यही हो फेरि अर्को भिडियोमा भेटौँला है त साथीहरू बाइ बाइ